दैलेख शिकार खेलेर फर्किने क्रममा साथीले बोकेको भरुवा बन्दुक पड्केर दैलेखमा एकजनाको मृत्यु भएको छ। जेठ 22 गते राति जङ्गली जनावरको शिकारबाट घर फर्किने क्रममा ओह्रालो बाटो झरिरहेको बेला चिप्लिएर सँगै भएको साथीको बन्दुक पड्किँदा पछिल्लोतिरको साथीको मृत्यु भएको प्रहरीले जनाएको छ। महाबो गाउँपालिका वडा नम्बर 4 बतासे स्थित आफ्नो गाउँ बस्तीमा पुग्नै लागेको बेला 30 वर्षीय सूर्यबहादुर थापा बलामी चिप्लिँदा बन्दुक पड्किएर सँगै भएका साथी पूर्णबहादुर थापा बलामीको छातीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लाल बहादुर सुनारले बताउनुभयो। लेखको जङ्गलमा शिकार गर्न गएका 6 जना मध्ये 2 भागमा विभाजन भएर शिकार गर्न गएका थिए।